guys, welcome to my mini vlog. अब जू हिँडेको र आज चाहिँ जू हिँडेको अनि चाहिँ हामी गाडीमा चढिरहेको छौँ अनि भेटी बनाउँदै हिँडेको क्या जू टक्क जूको कस्तो छ कन्डिसन तपाईँहरूले पनि देखाउने नै छु लास्टसम्म हेरिदिनु होला। यो चाहिँ के हो के खासमा कस्तो दामी छ है। सो अनि यो गाडीबाट नि हामी जाने अर्को गाडीमा जाने हो। के गरे के अड्दैन हामी दिनलाई छिर्न जाने यता छ आफै चढ्नु पनि दिँदैन यो गाडी पर उत्रेको अब यहाँ चढ्नु पर्ने भयो। भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है। एक सेकंड यार मजाक हो रहा है। तो यो परे खुल्ला बसदेखि निकालेर यहाँ टेम्पोमा गुन्द्रुक खाँदै खाँदेको छ उहाँले। मलाई भाइरल मलाई भाइरल हो। एक साइड त बुकिङ छ हो हामी चाहिँ दाजुहरूले पुगिहालेकोमा माथिबाट चढ्यो भइगयो नि। जामहरू भएको बेलामा चाहिँ स्ट्यान्डवाला हुनुपर्ने कि अरूलाई नागेर जाने खालको सिस्टमको कि खुट्टा माथि गर्ने एम्बुलेन्समा चाहिँ बनाउँदो रहेछ बाहिर नि। तिमीहरू चढ्यौ न अघि नै कतै मोटु दाइले चाहिँ यहाँनिर यस्तो खाल्का खाल्का मुटु नै ल्याउनु भएको यत्रो फुल लाग्यो। एकछिन चुप शिक्षाको आन्दोलन दुर्गा पर्साई पनि लै पुरा होला दादा त ल ल ल ल अघि हिँडेको गाडीलाई भाइ नगर न हो अलि छिटाएर ल्याउँछ र फेरि फुल हानिदिन्छ। आज त दुर्गा पर्साई डाँडा घरेको खन्तरे भयो खन्तरेले अनि एउटा सुँगुरखोरको काठ पाँच है बोकियाले घरे नि त गडाङगुडुङ छुटेर आउँदाखेरि भारी बोकेन चाहन्थे। मोटी ओए मोटी आया बल्ल बल्ल निस्क्यो यहाँ गुन्द्रुक खाँदैबाट जन्नै मार्यो राम्ररी खेती छे।
र त के सिकोस् भन्नु नि त ल के सिकोस् यता हुनुहुन्छ जू छिरेको त अब हामी चाहिँ जू यता छ नि यता छ दाजु यता छ निनी अनि यस्तै हो सो अनि अब हामी चाहिँ लाग्छौँ है त पहिलोचोटि आएको शर्मा लाग्छ बोक्नुपर्छ नि त म्याक हामीले बोकिएन होइन अब अर्कोमा ल्याउने हो नि अघि त्यहाँ के आर्मी केटीहरूले त्यो गाडीमा आएको रहेछ अनि तिनीहरूले चाहिँ मलाई आयो भने क्या सहरमा लागेर अनि यही र चिडियाखाना चाहिँ अब हामी छिर्नेछौँ चिडियाखाना छिरेर सबै देखाउँछौँ